Hello everyone, welcome to the video र यो भिडियोमा चाहिँ हामी भेक्टरको थ्योरम 2 सेक्सन फर्मुला फर इन्टरनल डिभिजन हेर्न गइरहेको छौँ है त। सो अब सुरुमा फिगरबाट बुझौँ है त। सो अब यो फिगरलाई हेर्दाखेरि चाहिँ है फिगर अहिलेको जस्तै छ है, तर अघि चाहिँ यो मिड पोइन्ट थियो भने है यो दुइटालाई इक्वली डिभाइड गर्थ्यो भने अहिले चाहिँ m/n रेसियोमा डिभाइड गर्छ है त। अब हामीले यहाँनिर गर्नुपर्ने चाहिँ के हो त है, यहाँनिर चाहिँ गर्नुपर्ने के हो त भन्दाखेरि यो ओएम है, यो ओएमको फर्मुला निकाल्नुपर्ने हो है। सो ओएमको र हाम्रो भेक्टर ए भेक्टर बी एमएनको रिलेसन हामीले चाहिँ निकाल्नुपर्ने है त। जसरी अघि हाम्रो 1मा चाहिँ भेक्टर ए भेक्टर बी र ओएमको हामीले रिलेसन निकालेको थियौँ, त्यसरी नै यहाँनिर पनि भेक्टर ए भेक्टर बी अनि एमएनको रिलेसन निकाल्नुपर्ने है त ओएमसँग। सो ओके, अब यसलाई चाहिँ हामी यहाँनिर सल्भ गरौँ है त। सो यो हाम्रो यो थ्योरमले चाहिँ के भन्छ भन्ने कुरा चाहिँ मैले यहाँनिर ल्याङ्ग्वेजमा लेखेको छु है त। सो इफ भेक्टर ए एन्ड भेक्टर बी आर पोजिसन भेक्टर अफ 2 पोइन्ट्स ए एन्ड बी रेस्पेक्टिभली है, यो पोइन्ट र यो पोइन्टको चाहिँ पोजिसन भेक्टर हो अरे भेक्टर ए र भेक्टर बी भनेको है। त्यस पछाडि द पोइन्ट एम डिभाइड्स द लाइन सेगमेन्ट एबी इन्टरनली इन द रेसियो m/n है। यो एमले चाहिँ यो लाइन सेगमेन्टलाई चाहिँ m/n रेसियोमा चाहिँ डिभाइड गर्छ अरे एज आई टोल्ड अर्लियर होइन। अनि के भयो त भन्दाखेरि देन द पोजिसन भेक्टर अफ एम इज है, पोजिसन भेक्टर अफ एम भनेको ओएम चाहिँ कति हुन्छ अरे त भन्दाखेरि एमबी है, एमबी भेक्टर प्लस एनए भेक्टर डिभाइडेड बाई एम प्लस एन हुन्छ अरे है त। सो अब यसलाई प्रुफ गरौँ है त। ओके, अब हाम्रो प्रुफमा चाहिँ के छ त भन्दाखेरि लेट एबी बी अ लाइन सेगमेन्ट है एन्ड ओ बी द ओरिजिन है। त्यसरी ओ भनेको ओरिजिन भयो। हियर पोजिसन भेक्टर अफ ए है, यो हाम्रो पोजिसन भेक्टर अफ ए चाहिँ हाम्रो कति हुन्छ त ओए भनेको ए भेक्टर, अनि पोजिसन भेक्टर अफ बी ओबी भनेको बी भेक्टर है। अब हामी यो प्रुफ गर्ने प्रोसेसतिर जाऊँ है त। ओके, लेट द पोइन्ट एम डिभाइड्स एबी इन्टरनली इन द रेसियो m/n है। अब यो यही कुरा मैले फेरि लेखेँ। अब चाहिँ अब हाम्रो के लेख्न पाइन्छ त भन्दाखेरि है ओएम इज इक्वल टु है, ओएम भनेको के हो त ओए प्लस एएम हो नि त होइन, ओए प्लस एएम होइन। अब यहाँनिर एउटा कुरा बुझ्नुपर्ने छ है त। यहाँनिर जुन हाम्रो यो एएम छ नि होइन, एएम है, एएमलाई चाहिँ हामी के लेख्न पाउँछौँ त भन्दाखेरि है, एएमलाई चाहिँ हामी के लेख्न पाउँछौँ त भन्दाखेरि एम डिभाइडेड बाई एम प्लस एन एबी लेख्न पाउँछौँ क्या है। म यसलाई अझै सिम्प्लिफाई गरेर बुझाउन खोज्छु है त। सो यहाँनिर हाम्रो यो मिड पोइन्टमा छ अरे है त, मिड पोइन्टमा छ अरे भने चाहिँ यो 1 हुन्छ, यो 1 हुन्छ है। अब यो एबिसी भयो है त। एबी भनेको कति हो त, एबी भनेको त यो 1 डिभाइडेड बाई होल भनेको 2, 1 + 1 2 होइन, 1/2 एसी हो नि त होइन। यो एबी भनेको त 1/2 एसी भनेको एसीको आधी हो नि त होइन। त्यसरी नै हाम्रो यहाँनिर हेर्नुभयो भने पनि एएम भनेको कति हुन्छ त भन्दाखेरि एएम भनेको एम है, एम अनि होल भनेको एम प्लस एन एबी भयो है त। सो त्यसरी आएको है त यो चाहिँ। अब यस्तो कुराहरू चाहिँ तपाईँहरूले बिर्सिनुहुन्छ अथवा यो चाहिँ याद हुँदैन भने चाहिँ तपाईँहरू नोटको साइडमा लेख्न सक्नुहुन्छ है त यो चाहिँ। अब गरौँ है त फर्दर। सो अब यहाँनिर हाम्रो ओए भनेको ओए प्लस एएमको ठाउँमा मैले अहिले के भने त भन्दाखेरि एम डिभाइडेड बाई एम प्लस एन अनि एबी है त। अब फर्दर ओए एज इट इज प्लस एम डिभाइडेड बाई एम प्लस एन। अब हाम्रो यहाँनिर एबी भनेको के हो त है, एबी भनेको म फेरि बुझाउँछु है। एबी भनेको सो हाम्रो यस्तो छ नि त होइन भेक्टर त। अब यहाँनिर ओएबी छ नि त होइन। अब यहाँनिर मैले के गरेँ त भन्दाखेरि ओबी इज इक्वल टु ओए प्लस एबी लेख्न पाएँ है। ओबी भनेको चाहिँ हाम्रो ओए प्लस एबी लेख्न पाएँ यदि यस्तो छ भने होइन। सो अब यहाँनिर एबी चाहिँ कति हुन्छ त, अब यसलाई त लाग्दाखेरि कति हुन्छ त एबीलाई एलन पार्दाखेरि ओबी माइनस ओए
है। अब म एबीको ठाउँमा ओबी माइनस ओए लेख्न पाउँछु है त। सो त्यसै गरौँ। सो यहाँनिर एबीको ठाउँमा चाहिँ ओबी माइनस ओए मैले लेखेँ है त। अब सिम्पली हामी के गर्ने त भन्दाखेरि यहाँनिर हामी यिनीहरूको रेस्पेक्टिभ भेक्टर लेखिदिउँ है त। अब ओए भनेको हाम्रो ए प्लस एम डिभाइडेड बाई एम प्लस एन एज इट इज। ओबी भनेको बी भेक्टर माइनस ओए भनेको फेरि पनि हाम्रो ए भेक्टर है त। अब हामी के गर्ने त भन्दाखेरि यहाँनिर एल्सियम लिउँ है त। एल्सियम लिँदाखेरि एम प्लस एन भयो है। त्यसरी अब एल्सियम लिँदाखेरि त्यसले यहाँ मल्टिप्लाई गर्छ होइन। सो ए भेक्टर एम प्लस ए भेक्टर एन भयो है त। यसलाई मल्टिप्लाई गर्दाखेरि प्लस अब यो हाम्रो माथिको यसले यो बी भेक्टर माइनस ए भेक्टरलाई मल्टिप्लाई गर्छ है त। एम बी भेक्टर माइनस एमए भेक्टर है त। सो अब हाम्रो फाइनल हाम्रो कति हुन्छ त यहाँनिर। सो अब यो हाम्रो काट्यो एमए भेक्टर र एमए भेक्टर काट्यो। अनि त्यसरी अब हाम्रो कति रह्यो त भन्दाखेरि एमबी भेक्टर है प्लस एनए भेक्टर डिभाइडेड बाई एम प्लस एन हाम्रो फाइनल एन्सर आयो है त। सो अब हाम्रो यहाँनिर ओएम भनेको चाहिँ यति आयो है त। सो यति गर्नुभयो भने चाहिँ तपाईँहरूको सक्यो है त यो। सो थ्याङ्क सो मच फर वाचिङ एन्ड प्लिज सब्सक्राइब द च्यानल फर मोर भिडियोज है त।